मैले तिमीलाई चुनाव नलड भने हैन जोइ हारिन्छ भने हैन देखाऊ अब अहिले मर्नु न बाँच्नु भयो कि नै के का मर्नु न बाँच्नु होला सानोमा चुइकम निल्दा पनि म बाँचिया मान्छे हुँ अनि चुनाव हार्दैमा मर्छु म के सोचे यो करोड रुपैयाँ बाँडेको त हो क्या कहाँ गडबड भयो कैका खर्च करोड भया कसैका लाख भया अन्तर्घाती नेता भया रिसमान्ने हाक भया अल्लाह जेठानले मन भोट दिएनछन् किनकि जोइले जुन अक्कन ठस्काइछन् हाकै यस्ता चुन भनेपछि गाउँले के गर्दा जिल्लावासीले त जुन अन्तर्घात गर्नै भ्या त अरू न घात गरे किन भन्छौ अरू न किन दोष दिने मैले भोट दिन तिमीलाई तिमी यही गति छ भन्ने कुरो थाहा छियो कि मन त्यही भएर तिमीले 1 रुपैयाँ खर्च गरिन मैले त्यही रिसले त अक्कन भोट हाल्यो उली त नि यो गोडाको मत गणना बाँकी रहेछ त किन भागिन आयो हार्ने लगभग निश्चित भइसक्यो त अनि हिलो खाए जो थोलो त्यहाँ देखाइकन के काम छ मेरो थोलो हेरिकन त्यो जित्ने खालको उम्मेदवार यस्तरी मसिरहेको थियो यस्तो हाँसिरहेको के बसेर कामै छैन नि तर यो मतगणना लास्टै ढिला गरे क्या सासु है त्यो कछुवा हिँडेछ गरी गुन्नान कालीकोटको विजय साईले ल्याए भए हुतु गरेर एकैचोटि गरिदिन्थ्यो त्यो विजय साईले हाटा गर जिताइदिए भुन्छु